नमस्ते, यहाँलाई स्वागत छ मेरो च्यानलमा। आज म बनाउन गइरहेको छु मेरो छोराको लागि खाजा रोटी बनाउन गइरहेको छु। अब बनाउन गइरहेको छु, कस्तो हुन्छ अब हजुरले हेर्नुस्, प्रतिक्रिया दिनुस्, कमेन्ट, लाइक, सेयर गर्न चाहिँ नबिर्सिनुस् अनि सब्सक्राइब पनि गर्न नबिर्सिनुस् है। यो चाहिँ पिठोमा चाहिँ किरा लागेको छ। अब हामीले यसलाई छान्नुपर्छ जालीले छान्नुपर्छ। जालीले छानेपछि अनि बल्ल रेडी हुन्छ। मेरो छोराले कसरी छान्यो भने अस्ति सोधेको होइन बाबु? अस्ति सोधेको होइन कसरी छान्यो भनेर? यसरी छान्यो है। अब हाम्रो छानेर रेडी भइसकेको छ पिठो छानेर रेडी भइसकेपछि कटोरामा हाल्ने अनि पानी हालेर यसलाई गिलो बनाउने, त्यसपछि रोटी बनाउने। सुलभलाई यति भएपछि पुग्छ होला है। पानी हाल्ने अनि घोल्ने। किलो रोटी कसरी बनाउने यहाँ हेरौँ अनि सिकौँ, घरमा बनाएर खाम होइन? ल हेर्नुहोस् गाइज, अब यो रेडी भइसक्यो। अब हामी प्यान बसालेर यहाँ पारेर रोटी पकाउने हो। पानी बसाल्यौँ, थोरै तेल हाल्ने, हल्का तेल हाल्ने, त्यसपछि पिठो हाल्ने। के हो यो? बन्छ क्या रोटी मैले बनाएको? ठुलै बनाउने हो यसलाई। के भयो झन् भिडियो गयो क्या हो? गोलो बनाउनु पर्यो है यसलाई। चुलाको तपाईँ त हेर्नु नि फेरि। यतिकै ठिक छ हो? यस्तरी चलाउनु पर्छ है। के चप्यो के है? ल अब यताको चप्यो त यार के भयो? तेल नपुगेको रहेछ क्या हो? तेल नपुगेको रहेछ कि जस्तो बनायो नि म बनाइदिन्छु कि रोटी है। यो रोटी बिग्रियो। अब यो रोटी चाहिँ दाई बनाउनु पर्यो कि तेल चारैतिर गर्नु पर्यो है। यतातिर गर्नु पर्यो तेल। यो यता एकतिर पाखामा तेल भएर उसो भएको रहेछ कि खास। रोटी त डबल बन्छ क्या हो? सानो बने त रोटी त हो। तर जानेछु तैँले बनाउनु पर्छ नि कता? ए ये तो टूटी की होती थी। बिल्डिंग सेट हो गया। बिल्डिंग सेट आज रोटी यार बवाले भयो यार। यस्तो नहुने टाइममा ए मिल्यो। अब मिल्यो नमिलेर नि भएन नि। अब एकतिर पाकेपछि यसलाई फर्काउनु पर्छ होइन? फर्काएपछि अनि फेरि यसलाई पकाउने मजाले। ल
रोटीको सेट त खतरा आएको त बाबु बिल्डिङ सेट बिल्डिङ सेट त्यहाँ देखा त रोटी रोटी आमा रोटी के हो यो कसको रोटी हो ओहो त्यहाँ टाटो छ काटो छ बिल्डिङ सेट फेरि यसलाई फर्काउने है ओहो यो के हो यो मुमिनको टाउको हो यो कान भयो यो मुख चाहिँ यहाँ रहेछ है कार्टुनको रोटी बनाइदियो अब यो रोटी त खानुपर्छ त्यसले बिल्डिङ सेट अब यतिको भयो 3 रोटी हो क्या यो है यो चाहिँ दामी बन्नुपर्छ अब फर्स्ट सेकेन्ड थर्ड नराम्रो भए पनि यो चाहिँ दामी बन्नुपर्छ हो यो चाहिँ दामी बन्नुपर्छ यो रोटी चाहिँ दामी बन्नुपर्छ अन्तिम रोटी चाहिँ दामी बन्नुपर्छ क्या हो यो कुकरमा कुन कार्टुनको टाउको भयो स्पाइडरम्यान नो ग्यास गर्न त दिनु ग्यास करो अब एकतिर पाकेपछि यसलाई यसरी भइसकेको छ रातो भइसकेको छ त बाबु यसरी फर्काएपछि अब त्यहाँतिर पनि पाक्नु दिनुपर्छ कि रोटी दुईतिर पाक्नुपर्छ कि एकतिर पाक्नु हुँदैन दुईतिर पाकेको रोटी मिठो हुन्छ हो नि अब हाम्रो रोटी रेडी भयो अनि चिया पाक्छ चिया पाकेपछि सुलभले चिया र रोटी खान्छ ओके हाम्रो 3टा रोटी अब रेडी भयो ओके चियाको लागि लिए हामी आधी कप दुध वाटर आधी कप वाटर देउची जो त्यसपछि हामी बसाल्यौँ चुलोमा है ए बाबु चियापत्ती कम रहेछ नि त बाबु चिनी हाल्यो चिया उम्लिँदैछ ल रेडी भयो मेरो छोराको रोटी र चिया नास्ताको लागि कस्तो छ बाबु मिठो छ फ्यान्टास्टिक कसम ओ माई गॉड थ्याङ्क यू माई बोय थ्याङ्क यू आई लभ यू टु मच आई लभ यू भन्नु कता आई लभ यू भन्नु ओ माई गॉड so sweet sound I like it मिठो छ कसम ल I'm happy you happy then I'm happy bye bye